यसरी बनाउनु भयो भने कालो कर्कलोको अचार एकदम मिठो हुन्छ। धोइ पखाली गरेर सफा गरिसकेपछि अब यसरी यो राखेँ। रुमा अरू केही पनि नराखिकन यसमा नुन राख्ने है। यो नुन राखिसकेपछि यसलाई एकचोटि मोल्ने, नुन मात्र राखेर एकछिन अब छोडिदिने। अनि नुन लगाएर एकछिन राखेपछि पानी यसरी आउँछ यसमा। यो यसकै पानी हो, यो कुनै अरू पानी होइन। पानी निचर्नुपर्छ। धेरै चिज चाहिँदैन यसमा। तिलको धुलो अनि खुर्सानी राखेर अनि झानेपछि भइहाल्छ कि। यो चाहिँ आफ्नै घरको तोरीको तेल। यसमा चाहिँ हामी अब तेल तातेपछि यो मेथी पड्काउँछौँ। यसरी राख्छौँ यसमा। अनि त्यसपछि यसलाई यो यस्तो दाना है नि, कागतीको यस्तो दाना चाहिँ खान हुँदैन, हाम्रो स्वास्थ्यलाई नराम्रो असर गर्छ। अब यसलाई चाहिँ यसरी मोल्ने हामी। अब यो चाहिँ बन्दा बन्दै मेरो मुखमा पानी आइसक्यो, फेरि खाउँ खाउँ भइसक्यो मलाई।